आफ्नो छोराछोरीहरूले भनेको कुराहरू मान्दैन, जिद्दी गर्छ भने के गर्ने त? बृहस्पतिबारको दिनमा शुद्ध देशी गाईलाई 1-2 दर्जन केरा नियमित रूपले खुवाउने। बिहिबारको दिनमा शुद्ध देशी गाई भनेको कस्तो हो? यसको पछाडि ढाडमा जुरो हुन्छ र यो जर्सी हुँदैन, शुद्ध हुन्छ। अनि साथै सडकमा बस्नुभएको आमाहरू जुन माग्न बसिराख्नु भएको हुन्छ त्यस्तो आमाहरूलाई र अथवा वृद्ध आश्रमको आमाहरूलाई पनि 1-2 दर्जन केरा नियमित रूपमा बिहिबारको दिनमा खुवाउने। साथै बिहिबारकै दिनमा बृहस्पतिबारकै दिनमा बेसार अनि त्यसपछि यो रहरको दाल अनि पहेँलो चाहिँ चनाको दालहरू यस्तो दान गर्ने। बिस्तारै बिस्तारै बच्चाहरूमा पोजिटिभ चेन्जहरू आउँदै जान्छ। धन्यवाद।